वेलकम टु माई मिनी ब्लग डे 2 साथीहरू। आज चाहिँ मैले करेला र आलुको तरकारी बनाउन लागेको। यता दाल बसालेँ अनि यता मेरो फेरि भिडियो लामो हुन्छ हेर्नु। त्यसपछि त्यो भिडियो काट्दा छोटो बनाएर 8 मिनटको भिडियोलाई त्यो 1 मिनट नि बनाउन सकिनँ। मेरो भिडियो 1.5 मिनटको भयो। मलाई कसैले आइडिया दिनु होला त्यो भिडियो कसरी चाहिँ धेरै कन्टेन्ट तर भिडियो चाहिँ अलिकति आओस् के हुन्छ नि, सबै आफूले गरेको चाहिँ सबै समेट्न मन लाग्छ अनि भिडियो लामो हुन्छ, छोटो ठिक्क छोटो मिठो हुँदैन। त्यही भएर त्यो चाहिँ मलाई कसैलाई आउँछ भने चाहिँ यसो आइडिया दिनु होला है। मैले चाहिँ यता तरकारीको लागि सबै तयारी गरेँ अनि टमाटर काटकुट गरेर उता नानीलाई खाना खुवाउने बेला भएको थियो कि साँझको। अनि साँझको भन्दा नि दिउँसो 2 चोटि खुवाउनु पर्छ नि त। अनि त्यही भएर उसलाई खुवाउनतिर यता सबै ठिकठाक पारेर अनि उसलाई खुवाउन जान्छु भनेर खुवाउन गएँ। अनि आएर अनि दुधसुध उ गरेँ, क्यारे बसाले क्यारे अनि यता तरकारी दुधसुध सबै तातो रेडी भयो। अनि यता भाँडा अलिकति माझ्न पर्ने थियो, भाँडा माझेर अनि पखालेर राखिदिन्छु भनेर। अनि मेरो यत्रो काम गर्दाखेरि यति धेरै पसिना आउँछ साथीहरू है। कति पसिना आउँछ, यो चितवनमा कति गर्मी छ, लास्टै पसिना आउँछ कि साथीहरू। ल यति नै हो आजलाई, ल बाई।